यो रामकोटको देउराली भन्ज्याङ हो। रामकोट तनहुँको ढुङ्ग्रेबाट छिर्के भन्ज्याङ हुँदै माथि एउटा मगर गाउँ छ जो चाहिँ प्रसिद्ध नाम रामकोट, जहाँ मगर बस्ती छ, एउटा सानो बस्ती। 110 वटा घर भएको यो सानो बस्ती। यहाँ प्राय मगर भाषा बोलिने गरिन्छ। छिर्के भन्ज्याङबाट तपाईले गाडी रिजर्भ गरेर आउन सक्नुहुन्छ र आएपछि तपाईहरुले यो गाउँ हेर्न सक्नुहुन्छ। अझैसम्म पनि यहाँको मान्छेहरूले आफ्नो कल्चर बचाइराख्नको लागि आफ्नो कल्चरलाई बचाइराखेको छन् र यहाँ आउँदाखेरि तपाईहरुले हेर्न सक्नुहुन्छ यहाँका प्राय मान्छेहरू उही पुरानो वेशभूषा, उही पुरानो प्रकृति अनुसार रमाइरहेको देख्न सक्नुहुन्छ। रामकोट छिर्के भन्ज्याङबाट तपाईहरु कमसेकम 1 घण्टाको बाटो, 15 मिनेट जति थोरै हिँडेर देउरालीबाट तपाईहरु आउन सक्नुहुन्छ। यो रामकोट तनहुँ जिल्लाको डुम्रे दमौली हुँदै छिर्के भन्ज्याङ उत्रेर माथि पहाडको टुप्पामा बसेको गाउँ रामकोट। एकदम रमाइलो ठाउँ छ, आउनु होला, भिजिट गर्नु होला। यहाँको मान्छेहरूले तपाईहरुलाई स्वागत गर्छन्। यो बाटो तपाईहरु आउन सक्नुहुन्छ। यो बाटो हुँदै तपाईहरु आउने हो। एकदम रमाइलो ठाउँ छ। वरिपरिको दृश्य हेर्न सक्नुहुन्छ। अहिले कुहिरो अलिकति धेरै लागेको भएर यो हिम दृश्य देख्न सकिएको छैन। राम्रो ठाउँ छ। रामकोट मगर गाउँ, मगरहरूको लागि भाषा कला केन्द्र र यहाँ कौडा नृत्य, कौडाको लागि बचाइराख्नको लागि यहाँ एउटा क्लास पनि खोलिएको छ। तल अलि पछि म तपाईलाई देखाउँछु सक्सममा। एकदम रमाइलो ठाउँ। रामकोट आउनै पर्ने। आएर यो ठाउँको भौगोलिक एउटा राम्रो अनुभव गर्ने हुनेछ। एकचोटि जसरी भए पनि आइदिनु होला। रामकोट तनहुँ जिल्लाको डुम्रे दमौली हुँदै छिर्के भन्ज्याङबाट गाडी समाएर माथि आउने रामकोट गाउँ।